हेलो गाइज, वेलकम टू माई आफ्टर ए लङ टाइम भिडियो। आज चाहिँ हामी टक्क लाएर हामी चाहिँ मुस्ताङ जानु लाग्यो। यहीँ हाम्रो यहाँ सौगात भाइ भयो, हाम्रो सोल्टी गमक्कै परिछन्। अनिल सुनारको मिच यो ठाउँ खै कुन के अरे बाफर ए बैसरी पञ्चकोट छ त। यहाँ त के पञ्चकोट होटेल रे। यहाँ मुस्ताङ जानेको धमाधम पोखरा टु मुस्ताङ रे, मुक्तिनाथ रे च्याप्प लाएर लाइट छ। उतादेखि मान्छे ल्याउला नि त। अब हाम्रो यात्रा एकछिन पछि सुरु हुन्छ है। कहाँ रे यो ठाउँ के रे भाइ? बैसेरीको के राइस ए शौचालय यता है, यता बैसेरी आएपछि हाम्रो यहाँ पञ्चकोट होटेलमा बस्ने, त्यहाँ हाम्रो ट्याक्क जिमाको होटेल हो। त्यहाँ टोइलेट चाहिँ ठ्याक्क आउने बित्तिकै टोइलेट लाउँछ गरे, त्यहाँ यता पछाडि छ टोइलेट चाहिँ। यताबाट गएर उँधो ख, अनि त्यहाँबाट धारो चाहिँ उँधो ख अरे। घाम लाग्छ डाँडा चिरिमिरी चिरिमिरी घाम लाग्छ। यतातिर पानी परेको नगरे यस्तै हो। यता नि घाम लाग्छ अरे, उता नि घाम लाग्छ डाँडा। सौगातलाई त्यो मिसिन किनिदिएको गरे, सौगातले चलाउँदै चलाउन्न, बाटो बिग्रिन्छ हाम्रो उता। यस्तो क्या नि हो। ओके छ त, अहिले पछि टक्क लाएर भेट हुन्छ। अब चाहिँ टक्क लाएर हाम्रो यात्रा चाहिँ अब सुरु हुन्छ है। हामी चाहिँ अझ टक्क लाएर मुस्ताङतिर जाने, अनि त्यहाँ मुक्तिनाथ मन्दिरसम्म दर्शन गर्ने। यहाँ अब गाडी साडी आउँदैछ च्याप्प लाएर। हाम्रो भुवन अङ्कलले अब त्यो गर्दैछन्। यो माथि अब रातो के अरे, रातो माटो अरे, फेरि के अरे कस्तो नाम बिर्स्यो भने के अरे, हाम्रो जिवाको घरकै माथि राहु रोडपानी। रोडपानीदेखि झर्ने यो मोटर बाटो भएको अरे। यहाँदेखि सुई माथि गएपछि माथि रोडपानी पुगिन्छ, राहु पुगिन्छ, माग्ने पुगिन्छ, त्यहाँ पञ्च के अरे मैदान नि पुगिन्छ, भगवती मैदान। हाम्रो सोल्टी त्यहीँ बस्छन्, त्यही माथि बस्छन्। हाम्रो भाइ त्यहाँ चक्क चस्मा खाइ मेरो हालेस् कि हालेनस्? ब्यागभित्र हालिन्छस्? बाहिर चस्मा बाहिर चाहिँ के भाइ? हाम्रो जिमा त्यहाँ हुनुहुन्छ। हाम्रो जिमा सोल्टी त्यहाँ चस्मा होला नि, सोल्टी त्यहाँ चस्मा होला क्या? चस्मा झिका नि, चस्मा त्यो डेक पनि झिक्देऊ। हाम्रो मुस्ताङ जानेको लहरको चलिरहेको यहाँ टक्क लाएर। हाम्रो अङ्कलले गाडी स्टार्ट गरेँ, म त छेउमा बस्ने है। सानो मान्छे कहाँ बस्छन् र? सौगातेलाई बस न, म छेउमा बस्छु। तिमीलाई लेख्ला होला के गर्ला? खसो च्याप पलाएर कहाँ हो र फेरि? ए पानी लिनु हो, लिँदैन नि पहिला सुरु पानी सानी लिए च्याप पलाएर। हाम्रो अङ्कल चाहिँ यहाँ हुनुहुन्छ, च्याप पलाएर हाम्रो अङ्कल। अहिले रमाइलो हुन्छ, अहिले यहाँ तास खेलिन्छ, क्यारिन्छ। मुस्ताङ राहु के अरे घारा जमसुङ जाने बाटो यही हो। बसम जमसुङ मुस्ताङ जमसुङ बदाम के झोले त झोले त मै यहाँ छोरो भयो। त्यसरी नै जाऊ। सबै त्यसलाई बढी एउटा खुट्टा मेरोमा अनि एउटा खुट्टा दाइमा। हाम्रो अब यात्रा सुरु। बिहान एकछिन भजन सुन्ने हो र? अगरबत्ती बाले भजन त सुन्ने। जान्दैन रामी भाइ छेउ कुन छाबुनले मुक्दैछौ क्या हो। यहाँ चाहिँ हामी अब टक्क लाएर यहाँ गइन्छ है। हाम्रो सौगात भाइ छ, हाम्रो दोस्त साथी छ। टक्क लाएर हाम्रो अब यात्रा सुरु। पोए भन्ने हो रैया चारीको नाटुगे म त मैया दिगो।
एउटा बोलेर तिनवटा खलासी छन् क्या के गर्ने हुन् लैया चाँदीको हामी त म्याग्दै छौँ त्यही त यही रस्ती पहिरहेको हेर्नु न यत्रो फासे सम्मै गरायो यो फस्या हो होइन ए हटाउँदै रहेछ त नि मुझे राति नि गइदियो क्या गाडी त जान त बाइकहरू होला जाऊ यतिको बाटोको लागि कमिटीमा लगाइबस्नु पर्छ क्या अबहरू बिहान बिहान चितवनीहरूलाई मर्या गाली गर्ने के गरेर बाटो आउनु पर्दैन ल केटा अङ्कललाई बाटो दे बजाउनु न हरा डिस्टर्ब हुन्छ क्या काम गरेर आएर अन्तिर बाटै बन्दाइदिएर अनि कहाँ भेट्ने त हतार भयो भने त्यसलाई भनिदिनु सक्यो त सम्झा हुन्छ नि कोही त आफ्नो स्वरले काम गरेर आएर बेला बिच्चान बनाएर कसैले चुसुक चुसुक जिस्कायो भने के हुन्छ अघिले कोही ए हाम्रै गाडी यतिकै गोल्डिया थियो हिजो बस्नु यस्तो गरेर घुमेर दुईवटा सिसा त झरम झुरुम खाना चाहिँ बढी बढी बोल्दा थियो है अब चाहिँ यहाँ डक्कलाएर बाटो क्लियर रैया चाँदीको हामी त बाग्लु मैया नदीको यस्तो गर्ने यस्तो गर्ने यस्तो यहाँबाट टक्क सानो झर्ना जस्तो आउँछ बुम बुम हो यस्तो मेनबाट भएर चला भोटे आयो भोटे भोटे आइरहेछ खाने खोलीको ल्याउ आए म त कान्छी तिम्रो छेउ सँगसँगै खेलको हिमाल देखियो ए आमा छोरो हिमाल देखियो टाढैबाट भएको छ त तेरो क्यामेरा त फोकसै गर्न सक्ने रहेछ त उहाँ डाँडा त फोकसै गर्न सक्ने रहेछ तेरो मोबाइलले अङ्कल माया देऊ ओए मलाई चोखो माया देऊ हिन्दी गीत त अब सुनिन त सुनिँदै सुनिन्न सल्युसन प्रस्तुत गर्दछ काली खोला सरल बगिन्छ हाम्रो गाडी रनन्न रन्गिन्छ खाली खोला कहाँबाट आउँछ हेर्न जाने भन यस गीत बजिन्छ केही सुन्दैन यो सब गीत बन्द गरेर हाल्ने भिडियो खाली खोला कहाँबाट आइन्छ त्यही हेर्न जाने भनेको काली खोलामा मुक्तिनाथ मुक्ति चन्द्रे त्यहाँ कालो मुदाइन्छ झिरे मिरे जाले रुमाला बेनीको बजार जता छौडी उठ्दैछ नजर सौगत भाइ म्याउ म्याउ
हाँसेको यो भोटेलाई बेल्नु न हाँसेको बिचाइरा अगाडि बिचाइरा बेल्नु है उतापट्टिमा गयो यार हो मेरो छाँगाले पो हो माया हाँसेको ए मोरे हरिप किन रोइच्छस् चाक दुख क्या हो भने यसो भिडियो बनाउने हो हामीलाई नि आउँछ गरेर यसरी भिडियो बनाउने नबनाएर पो हो कति बनाउने के रे अङ्कल ए आमा छोरो आउने बेला भिडियो बनाउनु मजा आउँथ्यो बाटो कति राम्रो देखियो भोइस ओभर गरेर हाल्नु पर्छ कि निन्द्रा मासेको निन्द्रा मासेको ओहो भनेको त सविता माया हाँसेको माया हाँसेको तिम्रो रूपको कविता कवितामा देखियो सविता माया हाँसेको माया हाँसेको कति राम्रो देखियो